स्वस्ति श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। श्री गुरुभ्यो नमः। श्री गोपीजनवल्लभाय नमः। वंदे वंदारुमंदारं वृंदावन विनोदिनं वृंदावनकलानाथं पुरुषोत्तममद्भुतं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। जय बोलो पुरुषोत्तम भगवान को जय। आनंद कंद भगवान को जय। आज को आनंद को जय। जय जय श्री राधे श्याम। क्षमादरणीय श्रद्धालु भक्तहरू, पुरुषोत्तम मास महात्म्यको दिव्य कथामा हजुरलाई स्वागत छ। अत्यन्तै दिव्य कथालाई हामीले विभिन्न मिडिया मार्फत श्रवण गरिरहेका छौँ। कहिले अडियो श्रवण गरेका छौँ, कहिले भिडियो श्रवण गरेका छौँ। धेरै प्रकारले हामीले कथाको रूपमा पनि महात्म्य श्रवण गरेका छौँ भने अब हामी अत्यन्तै दिव्य रूपमा कथाको रूपमा र यहाँ लेखिएका कुनै पनि कुराहरूलाई नछुटाइकन हामी कथा श्रवण गर्नेछौँ। जय बोलो पुरुषोत्तम महात्म्यको, आनन्द कंद भगवान को। सकेपछि पुण्यशील र सुशीलले भने, हे विभो प्रभु, अब गोलोक चल्नु हवस, किन यहाँ ढिलो गर्नुहुन्छ? तपाईले विशेष प्रकारको सर्वोच्च स्थान पुरुषोत्तम भगवानको सामिप्य पाउनुभयो। तब कदरले भन्यो, मेरा अनेक प्रकारले भोग्नुपर्ने धेरै नै दुष्कर्महरू छन्, परन्तु कहिले गर्दा यमराजले ठेकेका पाप भोगहरूको पटक पुरा नहुँदै कुन पुण्यले पहिले नै मेरा ती पापहरूबाट उद्धार भयो, जसले गर्दा मैले गोलोक जान पाएँ। जति झरी पर्दा वर्षाका धारा छन्, पृथ्वीमा जति झारपात छन्, पृथ्वीमा धुलाका कण जति छन्, आकाशमा जति ताराहरू छन्, त्यति नै मेरा पापहरू छन्। तथापि मैले यो भने, मनै हरण गर्ने सुन्दर दिव्य शरीर कसरी प्राप्त गरेँ? हे हरिका प्रिय भक्त हो, यसको अति ठुलो कारण मलाई बताउनु हवस। तब नारायणले भन्नुभयो। त्यसपछि हरिका ती दुवै दूतहरूले उसको यस्तो कुरा सुनेर भने, हरिका दूतहरूले भने, अहो आश्चर्य छ हे देव, तपाईँले यस पदको प्राप्तिको कारणको त्यो ठुलो साधनालाई कसरी जान्दै जान्नु भएन? हे प्रभु, विष्णुको अत्यन्तै प्रिय अनि ठुलो पुण्य दिने पुरुषोत्तम अन्य नामले प्रसिद्ध सबै उत्तम भन्दा पनि उत्तम महिनालाई तपाईँले के कारणले जान्नुहुन्न? त्यस्तो त्यो पुरुषोत्तम महिनामा हे महाराज, तपाईँले देवताहरूले पनि गर्न नसकिने जुन कठोर तपस्या जङ्गलमा बाँदर शरीर लिन जानिकन गर्नुभयो, जसमा मुख रोगको कारणले नजान्दै पनि अनाहार व्रत अर्थात् उपवास व्रत भयो, अनि तपाईँले त्यहाँ बन्दरे चञ्चलताको कारणले रुखका भेट्नाहरूबाट फल तोडेर यानकी टिपेर पृथ्वीमा फ्याँक्नुभयो। ती फलहरूले अरू जनहरू तृप्त भए यानि अगाए, शरीरभित्रै ज्यादै नै दुःख पीडा भएकाले पानी पनि पिउनु भएन। यस्ता प्रकारले अज्ञान अवस्था नपाई पुरुषोत्तम महिनाको तपाईँबाट कठिन तपस्या हुन गयो। हे अनग, हे निष्पाप, फलहरू झार्नाले परोपकार हुन गयो। वनमा घुम्दै भट्कदै गर्दा भयङ्कर जाडो बतास घाम सहनु पर्यो। श्रेष्ठ अत्यन्त रमणीय ठुलो तीर्थमा 5 दिनसम्म डुबुल्की मार्नुभयो, नुहाउनुभयो। त्यसै कारणले तपाईँलाई पुरुषोत्तम महिनामा स्नानबाट प्राप्त हुने पुण्य मिल्यो। यस्ता प्रकारले रोगी तपाईँको नजानिकन नै अत्यन्त उत्तम तपस्या हुन गयो, त्यही सफल भयो। अहिले तपाईँले यो सुख अनुभव गरिरहनु भएको छ। जब नजानिकन नै गरिएको पुरुषोत्तम महिनाको सेवाले तपाईँलाई यस्ता प्रकारको सफलता प्राप्त भयो यानि पुण्य मिल्यो। यस पुरुषोत्तम महिनामा पुरुषोत्तमको उत्तम महिमालाई जानेर श्रद्धा र भक्तिका साथ विधिपूर्वक सेवा कर्म गर्नेको त फेरि कुरै के गर्नु? तपाईँले जुन स्वार्थ यानि कल्याणकारी कार्य साधना गर्नुभयो, त्यस्तो साधना गर्न को समर्थ होला? अर्थात् कोही पनि सक्दैन। जुन पुरुषोत्तम महिनामा एउटै पनि उपवास गर्यो भने त्यस पुण्यले त्यो जन पापका थुप्राहरूबाट मुक्त हुन्छ। यसका शरीर पुरुषोत्तमलाई प्यारो लाग्नेहरू कुनै कार्य हुँदैन। जो जनहरू पुरुषोत्तम महिनामा त्यो उपवास व्रत गर्दछन् ती जनहरू धन्य हुन् र तिनै जनहरू कृतकृत्य परिपूर्ण हुन्।
सातै द्वीपमध्ये भारतवर्षमा मनुष्य जन्म पाउन अति दुर्लभ छ। त्यस प्रकारको जन्म पाएर पनि यानी पाएको बेलामा जो जन पुरुषोत्तम भगवानको सेवा व्रत पूजनादि गर्दछन् ती जनहरू सधैँ भाग्यमानी हुन्, पुण्यात्मा हुन्, तिनैको जन्म सफल हो। जसको पुरुषोत्तम महिना स्नान दान जप पूजादिले विद्ध छ। पुरुषोत्तम महिनामा गरिएका दानहरू, श्राद्धादि पितृकार्यहरू र अनेक प्रकारका तपस्याहरू ती सबै नै अरू महिनामा गरिएकाको भन्दा करोड गुणा बेसी फल दिनेवाला हुन्छन्। जो जन पुरुषोत्तम महिना आएको बेलामा स्नानदान आदि पुण्यले कार्यले रहित रहन्छ, अर्थात् त्यस्ता पुण्य कार्य गर्दैन, त्यस्तो त्यो नास्तिक पापी सट ढोङ्गे दुष्टलाई धिक्कार छ। तब फेरि नारायणले भन्नुभयो, पुण्यशील र सुशीलले वर्णन गरिएको उसको आफ्नो नदेखिएको नजानिएको त्यो सुनेर चकित भएको छदो रोमाञ्चले जिउ जुरुङ्गिँदै अत्यन्त प्रसन्न भयो। तीर्थका देवताहरूलाई नमस्कार गरेर त्यसपछि कालन्जर पर्वतलाई पनि नमस्कार गरी अनि वन देवताहरूलाई पनि त्यहाँका झाडी लहरा रुखहरूलाई नमस्कार गर्यो। त्यसपछि नम्रतापूर्वक हात जोडेर विमानलाई 3 पल्ट दायाँ प्रदक्षिणा गरी मेघ जस्तो श्याम वर्ण भएको र चम्किलो पिताम्बर पहिरिएको कदरिया तब विमानमा चढ्यो। सम्पूर्ण देवताहरूले हेर्दा हेर्दै गन्धर्वादीहरूले स्तुति गरिदो छदो उसलाई किन्नरहरूले बारम्बार बाजा बजाइरहेको बेलामा प्रसन्नताले फुलेका इन्द्रादि गरिएका देवताहरूले आकाशबाट विस्तार विस्तार फुल वर्षाउँदै आदरपूर्वक उसको पूजा गर्दा भए। त्यसपछि ऊ आनन्दले मस्त हुँदै योगीहरूले पनि पाउन दुर्लभ हुने त्यस्तो गोपगोपी र गाईहरूले सेवा गरिएको यानी भरिएको र रसका मण्डलीहरूले शोभिएको गोलोकमा जाँदो भयो। जुन वृद्धत्व र मृत्युले रहित भएको अर्थात् बुढो हुनु र मर्नु नपर्ने लोकमा गएर प्राणीहरू निर्भय रही कुनै शोक गर्दैनन्। पुरुषोत्तम महिनामा हुन गएको पुरुषोत्तम भगवानको सेवाका प्रभावले नारायण नाउँ चित्र शर्मा भएको त्यो कदरिया पनि त्यही लोकमा गयो। नजानिकन नै गरिएको पनि पुरुषोत्तम महिनाको व्रतका प्रभावले वानरे शरीरलाई त्यागेर गोलोकमा पुगे। मुरली हातमा लिएका 2 हात भएका पुरुषोत्तम भगवानलाई देखेर अत्यन्तै दङ्गदास भयो। फेरि नारायणले भन्नुभयो, यो आश्चर्य देखेर समस्त देवताहरू छक्क परेर पुरुषोत्तमको प्रशंसा गर्दै सबका सब आफ्ना स्थानमा गए। तब नारदले भन्नुभयो, हे तपोधन तपस्या नै धन भएका प्रभु, पुरुषोत्तम महिनामा महिनाभरिकै दिनको पहिलो भागमा अर्थात् पूर्वान्नमा गर्नुपर्ने दिनौको कार्य त तपाईँले पहिले 20औं अध्यायमा बताउनुभयो। ती दिनका बाँकीहरू माघमा गर्नुपर्ने कार्य कसरी गरिन्छन्? हे श्रेष्ठ प्रभु, गृहस्थीहरूको भलाइका लागि अब त्यो कुरा मलाई बताउनु हवस्, किनकि तपाईँ जस्ता महात्माहरू सधैँ सबैको प्रकारका लागि घुमिरहन्छन्। त्यसै कारणले प्रभु भन्दा नारायण भगवानले बताउन लाग्नुभयो। प्रातःकालमा अर्थात् पूर्वान्नमा गर्न बताइएका कर्म विधिपूर्वक गरिसकेर त्यसपछि दोस्रो प्रहर मध्याह्नमा गर्नुपर्ने जप सन्ध्या गरी पितृहरूलाई तिरकुशले तर्पण दिनु अनि तलका सबैलाई देवे व्यस्वधा भन्दै पृथक पृथक अक्षताको बलि दिनु। बलि दिँदा देवताहरू, मृत मनुष्यहरू, पशुहरू, चराहरू, सिद्धहरू, यक्षहरू, सर्पहरू, दैत्यका समूहहरू, प्रेतहरू, पिशाचहरू, नागहरू जो यहाँ अन्न चाहन्छन् तिनीहरूलाई त्यो अन्न मैले दिएँ भन्नु। तब पञ्चमहायज्ञ गर्नु अनि भूतहरूलाई बलि दिएर कागलाई कुकुरलाई पनि अघिको जस्तै गरी भन्दै बलि दिनु। त्यस्तै प्रकारले पटक्कै पिच्छे भनेर उक्त सबै प्राणीहरूलाई अलग अलग बलि दिनु। त्यसपछि विधिपूर्वक आचमन गरेर प्रसन्नतापूर्वक श्रद्धाका साथमा कोही अतिथि आइपुग्छन् कि भनी एउटी गाई दुहुने बेलासम्म ढोकामा उभिएर बाटो हेर्नु। भाग्यले कोही अतिथि प्राप्त भयो भने बुद्धिमान व्यक्तिले पहिले उनलाई वचनले सत्कार गरेर अनि देवतालाई चाहिँ पूजा गर्नु। तब अत्यन्त श्रद्धा भक्तिका साथ आफ्नो सवगास अनुसार खानपानले तृप्त गराउनु। कोही भिखारी आइपुगे भने ती भिक्षुकलाई भिक्षा दिनु र सोही ब्रह्मचारी आइपुगे भने आफूहरूलाई पकाइराखेका अन्नबाट र सबै प्रकारका तयार पारिएका तरकारी अचारहरूबाट यथायोग्य तरिकाले ब्रह्मचारीलाई सम्मान गर्नु।
किनकि सन्यासी र ब्रह्मचारी दुवै पाकेका अन्नको स्वामी यानकी अधिकारी हुन्छन्। यी दुवैलाई उक्त प्रकारले अन्न नदिकन नै खानेले आएर चन्द्रायण गर्नुपर्छ। सन्यासीलाई दिँदा पहिले उसको हातमा जल हालिदिनु, भिक्षा दिनु अनि फेरि जल दिनु। त्यसरी दिएको त्यो भिक्षा मेरु पर्वत समान र जल सागर समुद्र समान हो। जो मनुष्य भिक्षुकलाई सत्कार गरेर यानि सत्कार पूर्वक भिक्षा दिन्छ त्यो भिक्षा त गाईदानको समान पुण्यदाय हुन्छ भने भगवान यमराजले भन्नुभएको छ। त्यसपछि पूर्वमुख भई चुपचाप बसेर भोजन गर्नु। भोजन गर्दा फराक शुद्ध भाँडामा यानि थालमा पस्की अन्नलाई नदोर्याई प्रशंसा गर्दै खानु। एउटा मात्रै लुगा लाएर नखानु। खाँदा आफ्नै भाँडामा आफ्नै आसनमा आफै आफ्नो आसनमा चढी यानि बसी स्वस्थ चित्तको प्रसन्न भएर खानु। एकैले नै जो जन आफ्नै घाँसको थालमा खान्छ त्यसका आयु वृद्धि कीर्ति बलि 4 कुरा बढ्दछन्। दिनमा खाँदा सत्यम त्वर्तेत परिषिञ्चामि, राति खाँदा ऋतुम वा सत्येन परिषिञ्चामि। यस मन्त्रले हत्केलामा झल लिएर भोजनमाथि छर्की घिउ लिएर दाल तरकारी अचार चटनी आदिले युक्त भएको भोजन गर्नु। पहिले भोजनबाट केही भाग लिएर यस्तो भन्दै पहिले भूपतये नमः, ओम भुवनपतये नमः, ओम भूतानां पतये नमः, ओम धर्माय नमः भनेर बोलिदिनु। ओम चित्रगुप्ताय नमः, ओम भूतेभ्यो नमः भन्दै बोलिदिनु। अनि फेरि भोजनबाट केही अन्न लिएर जहीँ कहीँ पनि रहेका ती भोक प्यासले आत्मा व्याकुल भएका अर्थात् छटपटाएका मृत प्राणीहरूको तृप्तिका लागि सुखपूर्वक यो अन्न अक्षय होस् भनी बलिदिनु। त्यसपछि अन्नबाट केही भाग निकाली ओम प्राणाय स्वाम, ओम अपनाय स्वाम, व्यानाय स्वाहा, ओम उदानाय स्वाहा, ओम समानाय स्वाहा भन्नु। पञ्चघाँस खानु। पञ्चघाँस खाँदा पहिलो ओम उच्चारण गरेर प्रणादीको चतुर्थ्यान्त नाम लिँदै अन्तमा स्वाहा भन्दै घिउमा चोबेको अन्न जिब्रोले चपाइकन 5 पल्ट खानु। त्यसपछि तन्मय भएर पहिलो मिठो पदार्थ खानु। त्यसै गरी बिचमा नुनिलो र अमिलो वस्तु खानु। त्यसका बाद पिरो र तितो चिज खानु। कुनै पनि पुरुषले खाँदा पहिले गिलो वस्तु खानु अनि बिचमा सारो वस्तु खानु र आखिरमा फेरि पन्यालो चिज पिउनु। र त्यस्तो व्यक्ति बल र आरोग्यबाट रहित हुँदैन यानि निर्बल र रोगी हुँदैन। मुनिले 8 घाँस मात्र खानु, जङ्गलवासीले 16 घाँस मात्र खानु, गृहस्थले 32 घाँस खानु र ब्रह्मचारीले जति मन लागेको खानु। जय बोलो पुरुषोत्तम भगवानको जय। विद्वान व्यक्तिले कहिल्यै पनि शास्त्र विरुद्ध भक्ष्य भोज्य खाइने तथा खाने काममा ल्याइने वस्तुहरू नखानु। सुक्खा तथा बासी खानेकुराहरूलाई विद्वानहरूले अभोज्य नखाइने वस्तु भनी बताइएका छन्। खाँदाखेरि घिउ र खिर बाहेककाहरू सबै खाना चाटीचुटी नखानु। अलिकति बाँकी राखेर खानु। खाइसकेपछि त्यो बाँकी रहेको खानाबाट केही अलिकति औँला टुप्पोमा राखेर त्यसै अन्जुलीमा जल भरेर अनि यानि जल भरेर त्यस जलबाट आधा पिएर अन्जुलीको त्यो आधा बचेको जललाई औँलाको टुप्पामा रहेको शेष खाना सहित भुइँमै गिराइदिएर अनि थालमा रहेको शेष बाँकीलाई सोहोरसार पारी केही जल पनि हाली अघि गिराइदिएकै ठाउँमा बुद्धिमान व्यक्ति यो तलको मन्त्र पढ्दै छरछार पारिदियो। यदि त्यसो गरेन भने त्यो बाहुन पारी पापको भारी पापको भागी हुन्छ र प्रायश्चित्त गरेर मात्रै शुद्ध हुन्छ। पिपले भरिएको पिपले विशाल द भएको रौरव नरकमा पद्म अर्बुद वर्षौँदेखि रहिआएका ती खान पिउन चाहनेहरूका लागि मैले दिएको यो सहितको जल ननासिने अक्षय भएर प्राप्त होस् भनेर विचार गर्नु। यस मन्त्रले त्यो लिएको पुराका साथ रहेको जललाई औसानी हालेकै ठाउँमा छरिदिएर त्यसपछि पिउने पानी मुखमा भरी कुलुकुलु गरी निलिदिएर दाँततिर अड्केको खानालाई सफा गर्नु। अनि यथेच्छ पानी पी त्यो भाँडोलाई गिलै हातले केही पर सारिदिएर त्यसपछि त्यहाँबाट जुरुक्क उठेर बाहिर आए। टुक्रुस बसी सावधानीपूर्वक हातमा माटो लाएर शुद्ध जलले हातमुख सफा पार्नु। सफा पार्दा 16 पल्ट कुल्ला गरी शुद्ध भई सावधानीपूर्वक हात माटोमा लगाएर शुद्ध जलले हातमुख सफा गर्नु। सफा पार्दा 16 पल्ट कुल्ला गरी शुद्ध भई आरामसँग बस्दै तलका यी 2 मन्त्र पढ्दै नै दाहिने दाँतले पेटलाई दायाँ फेरो सुमसुम्याओस् अनि मुसारोस्।
अगस्त्य कुम्भकर्ण शनि बडबानल र पाँचौँ भीमलाई त्यो खाएको पचाउनको लागि स्मरण गर्नु। त्यस्तै जसले आतापीलाई मारिदिए र वातापीलाई पनि मारिदिए अनि जसले समुद्रलाई नै सुकाइदिए अगस्त्य मुनि मेरो प्रसन्न हुनु अवश्य। त्यसपछि प्रसन्नतापूर्वक श्रीकृष्ण भगवानको स्मरण गर्नु, फेरि पनि आचमन गर्नु, त्यसपछि लगाएको पनि खानु, पान खानु। त्यसरी खानपान सकेर बसेपछि असल मार्गको अवरोधी अर्थात् विरोध नगर्ने सत्शास्त्रहरूकोले परब्रह्म परमात्मा श्रीकृष्णलाई विचार गर्नु, ध्यान गर्नु। यति मध्याह्नमा गर्नुपर्ने दैनिक कार्यहरू गरिसकेर त्यसपछि अपराह्न साँझभन्दा पहिलेसम्ममा के कर्म गर्ने बुद्धिमान व्यक्तिले केही बेर अध्यात्म विद्याको श्रवण गर्नु। एकदमै खाने बाटोको उपाय नभएको व्यक्तिले पनि एकछिन शान्त मनले अध्यात्म विद्याको श्रवण गर्नु। किनकि मनुष्यले सुनेर नै धर्म जान्छ, सुनेर नै पाप कर्म छाड्दछ, सुनेर नै मोह आसक्ति हट्छ, सुनेर नै ज्ञान रूपी अमृत प्राप्त गर्दछ। नीचजन पनि सुन्नाले चाँडै नै उच्च पदमा प्राप्ति हुन्छ र श्रेष्ठजन पनि सुन्ने गरेन भने यानि नसुन्नाले निजतामा प्राप्ति हुन्छ। त्यसै कारणले के त भन्ने खण्डमा अब बताउनु हो। त्यसपछि यानि सत्शास्त्रको श्रवण गरिसकेपछि बाहिरतिर गएर गर्नुपर्ने आवश्यक व्यवहारका काम गर्नु अनि सबै काम सिद्धि गरिदिने यानि पुर्याइदिने श्रीकृष्ण भगवानलाई मनले ध्यान गर्नु। हे नारद, मैले तिमीलाई पूर्वाह्नमा, मध्याह्नमा, अपराह्नमा गर्नुपर्ने कार्य बताएँ। चौथो प्रहर साँझमा गर्नुपर्ने कार्य बताउँछु, सुन। सूर्य अस्ताचलमा पुगेपछि यानि अस्ताउन लागेपछि कुनै नगिज पुढोको तीर्थमा गएर अर्थात् घरैमा भए पनि हात गोडा धोएर पवित्र वस्त्र पहिरिएर साँझमा गर्नुपर्ने सन्ध्याको उपासना गर्नु। जो अधम ब्राह्मण अल्छीले साँझको जप गर्दैन, सन्ध्या गर्दैन, त्यो अधम ब्राह्मणलाई मारेको बराबर पापको भागी हुँदछ। त्यसै गरी रौरव नरकमा जान्छ। कहिलेकाहीँ कार्यवश सङ्कट परेमा अथवा बाटोमा बटुवा हुनुपर्दा समयमा सन्ध्या गर्न सकिएन भने मध्य आधा रातको पहिल्यै उत्तम नैष्ठिक ब्राह्मणले साँझको सन्ध्या गर्नु। जुन ब्राह्मण श्रद्धापूर्वक तिनै सन्ध्यामा जप गर्ने गर्छ, घिउ हाल्नाले दन्किएको आगो झैँ तेज अत्यन्तै बढ्छ। आधा सूर्य अस्ताएको बेलामा सूर्य देखिँदै आसनमा बसेर प्राणायाम गरेर आफू इष्टा भन्ने मन्त्रले मार्जन गरी दिनको आखिरी सन्ध्या जप गर्नु। साँझमा अग्निशमय यस मन्त्रले र बिहानमा सूर्यास्तमा यस मन्त्रले आचमन गर्नु। साँझमा पश्चिमतिर मुख गरी यानि पश्चिम फर्केर तीर्थमा भए जलतिरै फर्की आसन जमाएर सोझो भई बसी नबोलिकन शान्त रहेर ओम पूर्व स्वपूर्वकको गायत्री मन्त्रगण दायाँ बायाँ हातमा रुद्राक्षको माला लिएर ताराहरू नहुँदासम्म शुद्ध गरी जप्नु। त्यसपछि वरुण सम्बन्धी वेदका मन्त्रले ती सूर्यनारायण उपस्थान गरेर अनि दायाँ प्रदक्षिण गर्दै यानि एकै ठाउँ घुम्दै दिशाहरूलाई र दिशाका स्वामीहरूलाई पनि पृथक पृथक नमस्कार गर्नु। यसरी बेलुकाको सन्ध्या गरिसकेपछि आगोमा आहुति दिएर त्यसपछि आफ्ना नोकर चाकर परिवारसहित भएर गलगिद्ध नहुने गरी खाना खानु अनि त्यसपछि केही समय आरामसित बस्नु। बिहान बेलुकै पटक्कै खान इच्छा नहुनेले पनि नखाए पनि बलि वैश्वदेव र बलिकर्म चाहिँ सकभर सधैँ गर्नु। यदि गरेन भने पाप लाग्छ। बेलुकाको खाना खाइसकेपछि हात गोडा धोई पवित्र भई सुस्ताइसकेको गृहस्थी जन जब तकियाले सहित भएको नरम बिछौनामा सुत्न जानु। आफ्नो घरमा शुद्ध पूर्वतिर सिरान गरेर सुत्नु, ससुरालीमा दक्षिणतिर सिरान गरेर सुत्नु, परदेशमा पश्चिमतिर सिरान गरेर सुत्नु, कहिल्यै पनि उत्तरतिर सिरान गरेर नसुत्नु। सुत्दा ढल्केपछि पहिले रात्रि सुक्त जप्नु अनि सुखसाई देवताहरूलाई सम्झी तब अविनाशी विष्णु भगवानलाई नमस्कार गरी रातभरि नै मस्तसँग सुत्नु। सुखसाई भनेका अगस्त्य, माधव, महाबली, मुचुकुन्द, कपिलास्तिक हुने यिनै पाँचवटा सुखसाई हुन्। माङ्गलिक कल्याण गर्नेवाला जलपूर्ण घडा सिरानपट्टि राखेर वैदिक मन्त्रहरूले गरुड सम्बन्धी मन्त्रहरूले रक्षा गरेर तब मात्रै सुत्नु।
पुरुषोत्तमको व्रत बस्ने व्यक्ति सदा सर्वदा आफ्नी पत्नीलाई मात्रै प्रेम गर्ने गरोस्, ऋतुकालमा मात्रै गमन गरोस्, पर्वलाई छोडेर मात्रै रतिको इच्छाले उस भएको ठाउँमा जाओस्। प्रदोषको र त्यसपछिको प्रहरी दुवै प्रहरलाई जो ब्राह्मण वेद पाठ गरेर यानि पढेर बिताउँछ, राति 2 प्रहर मात्र सुत्छ, त्यो ब्राह्मण ब्रह्मतुल्य हुन्छ। यी सबै दिनदिनै गर्नुपर्ने कार्यहरूको समूहलाई बाँकी नराखिकन मैले बताएँ। गृहस्थहरूले राम्रा प्रकारले यो सबै गर्नै पर्छ। यही नै गृहस्थ आश्रमको लक्षण हो। अहिंसा, सत्यवचन, सबै प्राणीमा दया, शान्तिपूर्वक रहनु, जो सकेको दान गर्नु, यही नै गृहस्थ आश्रम रहनेको धर्म हो भनिन्छ। अर्काका स्त्रीहरूमा लसपस नगर्नु, आफ्नी धर्मवृत्तिको रक्षा गर्नु र नदिएको वस्तुलाई लिने नगर्नु भनी रक्सीमा सुखान छाडिदिनु, खाँदै नखानु, यो 5 प्रकारको धर्म जो छ सो धेरै हाँगाबिगा भएको छ र सधैँ सुख उदाइरहनेवाला छ। देह नै सर्वस्व भएका देहीहरूले देहको व्यायसम्म धर्म गर्नु। फेरि नारायणले भन्नुभयो, सम्पूर्ण वेदहरूमा बखानिएको यो उत्तम चरित्र गृहस्थाश्रमको लक्षण हो। हे नारद, यसलाई मनुष्यको कल्याणको लागि संक्षेपमा लक्षणका साथै तिमीलाई मैले राम्रोसित बुझाएर बताइदिएँ। यसको साथसाथमा 29वां अध्यायको यही विश्राम भयो। जय बोलो पुरुषोत्तम भगवानको जय।